के गरेको छ नि हुनुपर्दछ। अहिले भएको हाम्रा साथीहरू रिहाई हुनुपर्दछ हैन। अनि त्यहाँ भएको सशस्त्र चाहिँ ब्याक फिर्ता हुनुपर्दछ र त्यहाँको निर्माण कार्य रोकेर केबल कार खारेजीको कामलाई राज्यले तुरुन्त सम्बोधन गर्नुपर्दछ। तुरुन्त यो सम्बोधन गर्नुपर्छ, नत्र भने त्यहाँको सङ्घर्ष चाहिँ गोली तपाईँ 1000 हान्नुहोस् तर त्यहाँको जनताले छोड्नेवाला छैनन्। र यो कुरा किन छोड्दैनन् भन्दाखेरि अब त झन् मानव अधिकारको व्यापक उल्लङ्घन भयो। तपाईँ आफ्नो कुरा आवाज उठाउँदाखेरि त्यहाँ गोली हान्ने, अनि त्यहाँ सशस्त्रको बार लाउने, अनि वार्ताको बहानाबाजी गर्ने, हरेक दिन बहानाबाजी गर्ने। गृह मन्त्रालयले हामीलाई किन रेला गरेको? पटक पटक त्यही हाम्रो चाहिँ भट्टराईजी उहाँ चाहिँ सहसचिवको तहमा हामी वार्ता गर्न सक्दैनौँ भनेर कुरा गरिरहेछौँ। फेरि गृहमन्त्रीजी त्यही बढाउनुहुन्छ। यो रेला गरेर जनतालाई मराउने अधिकार छ। त्यसैले यो विषयहरूलाई चाहिँ हामी गम्भीर रूपमा अनुरोध गर्दै अन्त्यमा